हावर्डले चाहिँ मेडिटेसनले ब्रेनमा कुन चेन्ज ल्याउँछ, यो ब्रेनको साइजै बढाइदिन्छ यहाँको, जसले चाहिँ डिसिजन दिने पावर हुन्छ। यहाँ यो डिसिजन दिन नसक्ने मान्छेको यो ब्रेन चाहिँ साँगुरो छ, सुकेको छ, त्यसकारण डिसिजन दिन सक्दैन। र जबसम्म डिसिजन दिन सक्दैन सफलै हुँदैन मान्छे। सफल हुनलाई क्विक डिसिजन चाहिन्छ यसरी। र अधिकांश यो असफल मान्छेहरू 95% मान्छेहरू हामीहरू किन कमजोर भयौँ त भन्नाले हामीले कुनै पनि चिजको डिसिजनै दिन सक्दैनौँ। डिसिजन दिन नसकेपछि त्यो काम अरूले गरी भ्याउँछ। हिजो चाहिँ हाम्रो लामा सरसँग कुरा गर्दै थिएँ, लाल काजीनामा जस्तो गाडीको कुरा, उहाँ गाडीको व्यापार गर्नुहुन्छ। त्यो डिसिजन भने कस्तो, एउटा मान्छेले चाहिँ गाडी ल्याउँछ, त्यो गाडीलाई चाहिँ किन्ने कि नकिन्ने कि भनेर सोचिरहँदाखेरि त्यो सफल मान्छेले त्यसलाई चाहिँ किनेर पनि बेचिसकेको हुन्छ, अरूले चाहिँ डिसिजन पनि दिन पाएको होइन। अब किन्ने भनेर डिसिजनमा जाँदा त्यो बेचिसकेको हुन्छ, राइट। बिहे पनि त्यस्तै हुन्छ, विदेश जानु पनि त्यस्तै हुन्छ, नयाँ काम पनि त्यस्तै हुन्छ। त्यसकारण असफल हुने मान्छेको सबभन्दा ठुलो कमजोरी के त, ऊ डिसिजन दिन सक्दैन। आइएम स्योर हामी सबै त्यस्तै हो। कुनै चिज डिसिजन दिनु पर्यो, दिउँ कि नदिउँ, गरौँ, एकछिन सोच्दा सोच्दै त्यो कामै बितिसक्छ, अरूले गरिसक्छ। हो, आफूले गर्ने त्यो सोच्दा सोच्दै नै टाइमै गइसकेको। अब पिकनिकै जाउँ कि नजाउँ, जाउँ कि नजाउँ, कोटाइसकिसकेको हुन्छ है। सबै कुरा त्यही गर्छौँ। यस र नो भन्नै आउँदैन हामीलाई। अनि कि यस भन्नु कि नो भन्नु, नो भने पनि हुन्छ। म जान्न भनेको भए अरू ठाउँमा जानु मिल्थ्यो। म जान्छु भनेको भए चाहिँ सकिएको। कि जान्न भन्नु पर्यो कि जान्छु। तपाईँ जान्नु पनि भन्नुहुन्न, जान्छु गर्छु पनि भन्नुहुन्न, गर्दैन पनि। सबै कुरा त्यही, दाइ यो एउटा काम गर्ने, नाइ त भन्नै सक्दैन, आँटै छैन। अनि फेरि गरिदियो पनि होइन फेरि। अक्सर मान्छे त्यही होइन, काम उसलाई जिम्मा दिनुहोस्, नाइ ऊ मरि नि भन्दैन, किनकि उसको चाहिँ याउ नै छैन। नाइ भन्नेलाई पनि ताकत चाहियो नि। गर्छु दाइ, गर्छु दाइ, गर्छु दिदी, गर्छु म्याम भन्छ, गर्नु पनि होइन फेरि। अब ऊ भित्रबाट पोलिरहेको हुन्छ, उसलाई त्यति इन्जाल चाहिँ कामै बितिसक्छ, टाइमै डेडलाइन नै लागिसकेको हुन्छ अक्सर मान्छेले। किन नो भन्नु न, ठिकै छ, गर्न नगर्ने भन्न सकेको कुरा। के गर्ने भन्नु कि नगर्ने भन्नु, गर्ने भने गरिहाल्नु, नगर्ने भने नगरिहाल्नु, होइन। किन नभएको थाहा छ त्यो? यो दिमाग छ नि, यो मान्छेको मात्रै छ। यसलाई फ्रन्टल कर्टेक्स भनिन्छ। फ्रन्टल नियो कर्टेक्स हो पुरै भयो, यसको पनि फ्रन्टल पार्ट, फ्रन्टल कर्टेक्स, फ्रन्टल लोब, फ्रन्टल कर्टेक्स। यो साँगुरो भयो क्या, खुम्चेर गयो, यसमा तार पुगेन। त्यो तार भनेको यस्तो तार होइन, डेन्ड्राइट्स भन्ने तार हुन्छ है। डेन्ड्राइट्स भन्ने तार हुन्छ यसको। त्यो डेन्ड्राइट्स जति कम हुन्छ त्यति यो साँगुरो हुन्छ, खुम्चिन्छ। यो जति खुम्चियो डिसिजनै दिन सक्दैन। डिसिजन दिनमा सक्यो जिन्दगी, कहीँ पनि सफल हुँदैन मान्छे। त्यसकारण तपाईँको पावर कहाँ आउँछ? डिसिजनमा आउँछ। अनि डिसिजनलाई यो बलियो पार्नुपर्छ। यहाँ त तारले थप्नुपर्छ क्या। अब थप्नु भन्ने किनेर ल्याएर थप्ने कुरा हुन्छ। यहाँ तार थप्नुलाई, डेन्ड्राइट्सहरू थप्नुको लागि तपाईँले गर्न सक्ने के भन्ने रिसर्च, यो हार्वर्ड युनिभर्सिटीको रिसर्च के त 8 हप्ता लगातार ध्यान गर्ने, त्यो 20 मिनट ध्यान गर्ने मान्छे 8 हप्तापछि यहाँ चाहिँ यहाँका चाहिँ डेन्ड्राइट्सहरू, यहाँका चाहिँ ब्रेन सेल्सहरू बढेको पाइयो 8 हप्ता लगातार। अनि रिसर्चमा त्यो निक ब्लोवेलको पनि किन आएको त भन्नाले यो बलियो भइसकेपछि मान्छेले अपराध गर्नै सक्दैन, किनकि ऊ रिल्याक्स्ड हुन्छ, ऊ पावरफुल हुन्छ, ऊ डिसाइसिभ हुन्छ, उसले गल्ती काम गर्नै सक्दैन। ऊ पछुताउँदैन कि यस भन्छ कि नो भन्छ। यो दुवै भन्न नसक्ने मान्छे मात्रै पछुताउँछ। उसले ह्यात तेरी गर्यो भने चाहिँ समयमा गर्न सकेन पीडा हुन्छ, ढिलो गर्यो भने ह्यात तेरी टाइममा दिन सकेन पीडा हुँदैन उसलाई। कति मान्छे एउटा काम दियो भने पारे लास्टमा टुङ्गो लाउँछ, त्यो बेला टुङ्गो लाउँछ जब मलाई त्यो कामै लाग्दैन। हो, अक्सर त्यस्तो हुन्छ। एउटा काम दिएको हुन्छ जिम्मा, उसले कहिले पुरा गर्छ, मलाई त्यो काम चाहिँ कामै नलाग्ने बेलामा पुरा गर्छ। अक्सर मान्छे त्यो, हामी पनि त्यस्तै हो। हामी भनेको सामान्य मान्छे त्यस्तै हुन्छ। हो, किन त भन्नाले यो उसको स्वभाव होइन, उसको दिमागमा तार नपुगेको। किन तार नपुगेको भन्नाले असुत माइन्डमा धेरै कुराहरू खेलिरहेको छ। धेरै विचार आयो भने यहाँको तार चुडिँदै जान्छ। यो कुरा बिजनेस, धेरै चिन्ता गर्यो भने यहाँका तारहरू घट्दै जान्छ। अनि यो जति शान्त हुँदै गयो मन, मेडिटेसनमा त हुने त्यही हो। अनि यहाँका तारहरू पलाउन थाल्छ। यहाँका मेडिटेसन 20 मिनट्स
8 विक्सले देखिने रिजल्ट ल्याउँछ। ओके, अब म टुङ्गो लगाउँछु यसलाई। कन्सियसनेसको कुरा गर्दैछु। सबै आनन्द कहाँ छ? कन्सियसनेसमा छ, चेतनामा छ। अब यो चेतनालाई क्लेम गर्नलाई केही पनि गर्नु पर्दैन। हिजोसम्मको मितिमा जे जति दुर्घटना भयो, जे जति कमजोरी भयो, त्यो मैले गरेको होइन। अब दुःख हुन्छ मलाई भएको होइन, किनकि म चेतना भनेर छुट्याउन सक्न साथ तपाईँ यो घडी यही बेलादेखि हिजोका भोलिका सबै कमजोरी समाप्त। किनकि भोलिको चिन्ता भइरहेको छ भने मलाई भएको होइन, मेरो मनलाई भएको। अझै तपाईँ आफूमा फर्कन गाह्रो भइरहेको छ भने ब्रिदिङ चलाउँ त। ओके, गहिरो सास तान्नु, पुरा सासलाई रोक्नुहोस् जबरजस्ती, जति सकिन्छ त्योभन्दा बेसी। ओके, अब ढाड सिधा, गर्दन सिधा रोकेर आँखा बन्द, सारा ध्यान श्वासमा। सास गर्नु पनि पर्दैन, खालि फोकस गर्नुहोस्। ओके, आँखा खोल्नुहोस् त। विचार धेरै आयो कि खाली भयो? द्याट्स इट, डेरा खाली भयो, खाली भयो, सिम्पल। किनकि दुःख त्यही विचारले ल्याउने हो, असन्तोष त्यही विचारले ल्याउने हो। त्यसकारण जब जब तपाईँलाई म शरीर र मन भन्ने भ्रम भएर दुःख आउँछ नि, दुःख कहिले आउँछ? जब जब आफू शरीर र मन भन्ने भ्रम हुन्छ त्यो बेला दुःख आउँछ। जसरी चाहिँ साँझ पख हिँड्दाखेरि डोरीलाई सर्प देखेपछि दुःख लाग्छ कि लाग्दैन? डर लाग्छ नि। तर डोरी भनेर देख्यो भने डर लाग्छ? लाग्दैन। हो, अहिले जिन्दगीभर हामीले डोरीलाई के देख्यौँ? सर्प देख्यौँ। भन्नाको मतलब हामीले म शरीर म मन भन्ने डोरीलाई सर्प देख्यौँ। अनि दुःख त्यहाँबाट सुरु भयो, डर त्यहाँबाट सुरु भयो। भन्ना साथ चाहिँ हाँसेर अगाडि बढिन्छ। त्यसकारण अबबाट शरीर र मनमा दुःख आयो भने अब अझै बुझिरहेको छैन भने पाक सास चलाउनु बुझ्नलाई। श्वास चलाउँदै शान्त भाव चाहिँ ठ्याक्कै बुझ्छ। यो त विचारले बुझ्न बुझ्यो। जब भ्रम हुन्छ नि तपाईँलाई, म शरीर र मन भन्ने भ्रम हुन्छ, त्यो भ्रम चिर्नलाई तुफान ल्याउँ। सासमा तुफान आउन साथ यो हुरी बतासले यो भ्रमलाई उडाएर लान्छ। त्यसपछि तपाईँ आफूमा फर्कनुहुन्छ। अनि त्यसो ए हो त नि, म शरीर होइन मन होइन, जे जति गरियो दुईजना मिलेर गरियो म त आजाद। थ्याङ्क यू।